नमस्कार सबैलाई, सबै सापकोटा बन्धुहरूलाई र यो वाट्सएप ग्रुपमा तपाईँहरूलाई स्वागत छ। यो वाट्सएप ग्रुप तपाईँले देखिहाल्नुभयो हरिचरण सापकोटाका सन्तानहरू भनेर हामीले खोलेको छौँ र सापकोटा भन्नाले हामी यहाँ वरिपरि सिक्किम, कालिम्पोङ, दार्जिलिङ, नेपालमा धेरै धेरै गुणका सापकोटाहरू छौँ र हामीले चाहिँ यो ग्रुप चाहिँ खालि हाम्रो हाम्रो गुण जुन चाहिँ छ, त्यो गुणलाई मात्रै सीमित राखेर एउटा हाम्रो गुणको मात्रै वंशावली तयार गरिसकेको छौँ। एक किसिमको फाइनलाइज भइसकेको छ र यो वंशावलीमा अब कतिवटा कुरा थप्नुपर्ने या कति कुरा हाल्नुपर्ने तपाईँहरूको सर सुझाव अनुसार हामी त्यो अनुसारले गर्नेछौँ भन्दै यो यो वंशावली तपाईँलाई खास चाहिँ सार्वजनिक गर्न खोज्दैछु म, हो? अनि किन यो ग्रुपमा गर्न खोजेको भन्दाखेरि हाम्रो सापकोटा बन्धुभित्र धेरै कोही बेला चाडबाडको मुखमा नभए कोही बेला अगाडि पछाडि यो वर्ष पनि धेरैजना बित्नुभयो। अहिले पनि त हामी जुठोमै छौँ कतिवटा ठाउँमा। अनि त्यो हुँदाखेरि यो यो चिज चाहिँ चाडबाडको मुखमा मात्रै हामी चासो दिन्थ्यौँ, बिचमा चासो दिँदैनन् थियौँ, होइन? अनि हाम्रो भावी पिँढीहरूलाई पनि यो चिज कतिवटा कुरा जान्नुपर्ने चिजहरू छ र हाम्रो पुर्खाहरूले यो चिज एउटा पन्नामा कोरेर एउटा पन्नामा कोरेर एउटा या एउटा किताब होइन एउटा पन्ना जस्तो बनाएर कोरिएको थियो भने यसलाई अलिकति हामीले डिजिटलाइज भनेर अलिकति अलिकति तपाईँको ल्यापटपमा या अहिले अहिले डिजिटल जमाना छ, जमानाअनुसार हामीले अलिकति मिलाउन खोजेको र मिलाउन खोज्दाखेरि कमसेकम जोड्न पनि खोजेको है। र यसको जम्मा 22 पन्नाको हाम्रो छ यो है। र यसमा यो बनाउनको लागि हामीलाई निकै निकैजनाले सहायता गर्नुभयो। जस्तै यहाँ मात्रै नभएर बमबस्तीदेखि लिएर दार्जिलिङदेखि लिएर रालपदेखि लिएर होइन तपाईँको धेरै ठाउँमा मामरिङदेखि लिएर लिङ्गे ठेकाबुङमै हामी निकै अब 10 देखि 20 जनासम्म लागि परेका थियौँ र यो एउटा निष्कर्ष आइसकेको छ र यो तपाईँलाई सार्वजनिक गराउँदैछु। र पहिलो पन्नामा हामीले अब यो 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 चिज भइसकेपछि हामी यसमा धेरै नै निचोड छ, धेरै नै निचोड छ। अझै कतिवटा छुटेको छ भने यसलाई थप गर्न सकिन्छ है। पहिलो पन्नामा हाम्रो कौडिन्य गोत्र सापकोटा वंशावली बनाएर लेखेको छ। ढेकाबुङ सापकोटा परिवार, जिल्ला पाक्योङ, राज्य सिक्किम, देश भारत। अब हाम्रो देवाली ढेकाबुङमा गरिने हुँदाखेरि सायद हाम्रो पुर्खौली थलो ठेकाबुङै हो जस्तो लाग्दाखेरि हामीले ठेकाबुङ सापकोटा परिवार भनेर नाम दिएको छौँ। र बनाउने रेखाचित्र यो सबै वंशावली बनाउने म स्वयं विवेक सापकोटा, म पनि ठेकाबुङबाटै छु है। फोन नम्बर दिएको छु। आज 28 मार्च 2025मा यो बनाउँदैछु। र यसको दोस्रो पन्नामा विषय सूची छ। विषय सूची के छ भन्दाखेरि अब अरू 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 अरूको हेर्नुहोस्, जस्तो भट्टराईको हेर्नुहोस्, जस्तो दाहालको हेर्नुहोस्, उहाँहरूको जुन चाहिँ नम्बरिङ सिस्टम छ, उहाँहरूले नम्बरिङ सिस्टम गर्नुभएको छ होइन। नम्बरिङ सिस्टम गरेर एउटा मजाको तपाईँ कति नम्बरको भन्नुभएको छ र त्यसकै रेफरेन्स दिएर हामीले पनि यो चिजलाई अलिकति नम्बरिङ दिए अलिकति सजिलो हुन्थ्यो। मैले कोही कसैलाई भेटेँ भने मैले काका भन्नुपर्ने कि भाइ पो भन्नुपर्ने कि हजुरबा पो भन्नुपर्ने कि त्यो चिज क्लियर कट हुनको लागि एउटा नम्बरिङ सिस्टम गरेको छ। र नम्बरिङ सिस्टममा अलिकति नयाँ नयाँ चिज के हालेको छु भन्दाखेरि कलर कोड पनि हालेको छु। रङ अनुसार नम्बरिङ सिस्टम यो चाहिँ हाम्रोमा अहिले मजाले बनाएको छु, तपाईँलाई देखाउँदै जान्छु। र तपाईँको त्यहाँदेखि सेकेन्डमा पहिलो 4 पुस्ताको म्याप, पहिला 4 पुस्ताको सिम्पल म्याप छ, सिम्पल त्यो जुन चाहिँ म्याप छ। त्यहाँदेखि तपाईँको 4 पुस्तामा तपाईँको 4टा हाँगा छ, हाम्रो दधिराम, छविलाल, मधुसूदन र शिवखर। यो 4टा हाँगाको मजाले म्याप बनाएको छु। त्यही यिनीहरूमा केही नाम र सम्पर्क सबै हाँगाका केही नाम र सम्पर्क पनि मैले भरसक ल्याउन खोजेको छु। कतिजनाको ब्ल्याङ्क छ त्यसको पनि तपाईँहरूले अब दिनुभयो भने यो वाट्सएप ग्रुपमा या कहीँबाट दिन सक्नुभयो भने म त्यो पनि हाल्न सक्छु है। र अन्तिममा हाम्रो यो हरिचरणको सन्तानमा सिनियर मोस्ट चाहिँ अहिले को बाँच्नु भएको छ, को जीवित हुनुहुन्छ होइन। जस्तै अब कति पुस्तादेखि उँधो चाहिँ जीवित हुनुहुन्छ र सिनियर मोस्टमा को हुनुहुन्छ यो पनि मैले लाउन खोजेको छु। यो लाउन मलाई मन परेर यो चिज ल्यायो भने अझै हामीले पनि हामीले उहाँहरूलाई सम्मान गर्न सक्छौँ, उहाँलाई इज्जत गर्न सक्छौँ, उहाँकोबाट केही चिज लिन सक्छौँ होइन। मलाई मात्रै नभएर मेरो दाजुभाइ या कसैलाई पनि थाहा हुनसक्छ ए फलानु जग्गामा फलानु जीवित हुनुहुँदो रहेछ भनेर। र
यही चिजलाई अलिकति तपाईँ यो भिडियो मार्फत तपाईँलाई दिन खोज्दैछु र यो जुन चाहिँ वंशवालीको यो म PDF फर्मेटमा म यही ग्रुपमा 1-2 दिन पछाडि म हाल्नेछु है। र यहाँ भने जस्तै पन्ना नम्बर 3 मा पुस्तक जेनेरेसन नम्बर रङ र कोड गरेको छ। अब यो चाहिँ कसरी बनाएको छ भन्दाखेरि जेनेरेसन 1 मा यो रङ, 2 मा यो रङ, 3 मा रङ गर्दै अलग-अलग रङ दिएको छु मैले। जम्मा 11 नम्बरसम्म आएको छ। 11th जेनेरेसन 11 पुस्तासम्म हामी आइसकेका छौँ। हाम्रो जुन चाहिँ हाम्रो यो ठेकाबुङ, लिङ्के, पार्का, बमबस्तीदेखि लिएर लगायत यो हाम्रो यो गुणमा चाहिँ हामी 11 नम्बरसम्म आएको छौँ। हाम्रो 1 नम्बरदेखि होइन। अब 1 नम्बर चाहिँ को भन्दाखेरि 1 नम्बरदेखि उँभो पनि हुन सक्नुहुन्छ। तर हाम्रो जुन चाहिँ लेखिएको यहाँ कोरिएको पुरानोमा चाहिँ 1 नम्बर चाहिँ हरिचरणलाई भनेको हुँदाखेरि 1 नम्बर चाहिँ हामीले हरिचरणलाई लगाएको छौँ। हाम्रो 1 नम्बर, हाम्रो गुणको 1 नम्बर। यदि उकालो पनि हुन सक्नुहुन्छ है। त्यो पछि बुझ्दै जाउँला। र अब जो हामी 4 नम्बर पन्नामा हामी के गरेका छौँ भन्दाखेरि पहिला 5 पुस्ताको म्याप हरिचरण। हेर्नुहोस् 1 नम्बरमा हरिचरण लगाइदिएको छु, 2 नम्बरमा जयनारायण, 3 नम्बरमा तुलाराम। यी तीनटा चाहिँ गर्भे थिए भन्ने हामीले काहीँ सुन्नेको बुढापाकाकोबाट। तुलारामका चाहिँ 4 भाइ छोरा थिए, दधिराम, छविलाल, मधुसूदन र शिवखर हो। अब यही चिजमा तपाईँको नेपालको जुन चाहिँ वंशवालीमा चाहिँ यसबाट 6 भाइ बनाएको छ है। 6 भाइ बनाएर चाहिँ अब त्यसमा के छ भन्दाखेरि 6 भाइ अब हुन पनि सक्छ नहुन पनि सक्छ। तर 6 भाइको त्यो हाँगो कहाँ छ त्यो हामीले पत्ता गर्न सकेको छैनौँ होइन। त्यो हो होइन कन्फर्म गर्न नसकेको हुँदाखेरि जुन चाहिँ हाम्रो पुर्खाले बनाएको कोरिएको जुन चाहिँ म्याप छ त्यो अनुसार मैले बनाएको छु है। 4 भाइमा जेठो दधिराम हो, माइलो कान्छो शिवखर हो, बिचमा माइलो, छविलाल र मधुसूदन। यो सिक्वेन्स गलत हुन पनि सक्छ। तपाईँहरूले अब सुझाव अनुसार यो ठिकै छ भने ठिकै छ या गलत छ भने तल माथि गर्न सकिन्छ। दधिराम, छविलाल, मधुसूदन, शिवखर यो क्रमशः म जानेछु। पहिला दधिरामको हाँको पहिला हुनेछु है, त्यहाँदेखि छविलालको, मधुसूदनको, शिवखरको। र अब अर्को पन्नामा मैले सिम्पल दधिरामको हाँको अलिकति सिम्पल छ, एउटै पन्नामा सकिन्छ। दधिरामको 2 भाइ छोरा थिए, वसन्त र प्रीतमान। यहाँ तपाईँले अगाडि पनि देख्न सक्नुहुन्छ यो 5 वटा म्यापमा दधिरामको खालि 2 भाइ छोरा थिए, वसन्त र प्रीतमान। अब वसन्त र प्रीतमानको छोरो थियो हरिनारायण। अब यो हरिनारायणदेखि उँधो हाँगो बढिएको छैन। अब उँधो बढिएको छैन मतलब कि थाहा थिएन हाम्रो पुर्खालाई कि कहीँ सरेर बसोबासो त्यो चिन्तन भएन या पत्ता पाएको छैन। अब त्यो पनि अब एउटा विषय छ। त्यो के गर्नुपर्ने, यी टुङ्ग्याउनु पर्ने कि उँधो जोड्नु पर्ने कि के भनेर। त्यहाँदेखि वसन्तबाट एउटा भाइ छोरा थिए नयनानन्द। नयनानन्दका फेरि 4 भाइ छोरा थिए, देवीचरण, नारद, देवीप्रसाद र लीलाधर। र यी देवीचरणका 7 भाइ छोरा 1, 2, 3, 4, 5, 6, 7 भाइ छोरा थिए। 7 भाइ छोरामा हिजो अस्ति एकजना बित्नुभयो जो हामी कुलको धामी भन्थ्यौँ। उहाँ टिकाराम हुनुहुन्थ्यो, टिकाराम सापकोटा। उहाँ बित्नुभयो, सबैलाई थाहा भएकै कुरा हो है। र यो डल्लै टोल पाकिम, लिङ्के, पाकिममा हामी बसोबासो गर्नुहुन्छ। र यसमा अर्को के खासियत छ भन्दाखेरि यो हाँगोमा मात्रै 11 नम्बरसम्म पुगेको छ। अरूमा हामी 10 नम्बरसम्म मात्रै सीमित छौँ भने यो हाँगोमा चाहिँ 11 नम्बरसम्म आइसकेको छ है। अब देवीचरणदेखि अर्को भाइ हुनुहुन्थ्यो नारद। नारदका छोरा 4 भाइ। 4 भाइमा रम्फू, पाकिम र नाम्चीमा बसोबासो गर्नुहुन्छ है। रम्फू, पाकिम, नाम्चीमा बसोबासो गर्नुहुनेहरू यन्तमणि जो रम्फूमा हुनुहुन्थ्यो है। यो हाँगो रम्फूमा हुनुहुन्छ भने देवीप्रसादका पनि 4 भाइ हुनुहुन्छ। देवीप्रसादका 4 भाइमा यी लिङ्के र नेपाल धाइजनमा हुनुहुन्छ भने देवीप्रसादको छोरा लीलाधरको छोरा विवेक। यो विवेक चाहिँ म स्वयं जो म यो बनाउँदैछु, वंशवाली बनाउँदैछु, म चाहिँ यहाँनिर परेँ है। म 9 नम्बरमा परेँ। 10 नम्बर, 11 नम्बर, म 9 नम्बरको जेनेरेसनमा पर्दैछु है। र अब यसरी नै दधिरामको अब दधिराममा जुन चाहिँ कान्छो लीलाधर हुनुहुन्छ, लीलाधरको चाहिँ तपाईँको बसोबासो गर्नुहुन्छ नाम्चीमा। उहाँ गोविन्द उमेश हुनुहुन्छ, उहाँ नाम्चीमा बसोबासो गर्नुहुन्छ। र जेठो हाँगोको यो हाँगो उँधो फिजिन पाए निकै फिजिन्थ्यो। तर यो एउटा खुट्टा मात्रै फिजिएको हुँदाखेरि यो सिम्पल छ। अब माइलो हाँगोमा छविलालको हाँगो आयो है। छविलालको हाँगोमा मैले जति मेरोमा जति पनि डाटा आयो त्यो अनुसारले मात्रै मैले बनाएको छु। छविलालको छोरो 3 भाइ, हरिनारायण, खडानन्द र नन्दकिशोर है। हरिनारायणको छोरा जयनारायण,
शिवलाल कृष्णप्रसाद प्रजापति जननारायणको छोरो लीलाधर। जुन चाहिँ पुरानो पुर्खामा लेखिएको यति मात्रै छ। यहाँदेखि उँधो कसैले जानकारी छ भने मलाई दिन सक्नुहुन्छ। अब जानकारी भए म यो यस विषयमा थप्नेछु। अब खडानन्द र नन्दकिशोर। अहिले म खडानन्दकोमा आउँदैछु। अब यसमा नन्दकिशोरको छोरा चन्द्रलाल, लक्ष्मण र रङ्गलाल। चन्द्रलालको छोरा डेलीराम, हेमकर र तुलाराम। लक्ष्मणको छोरा धर्मानन्द, गङ्गाराम, विष्णुलाल र काशीनाथ। रङ्गलालको मुनि लेखिएको छैन। यो पनि कसैकोमा जानकारी छ भने दिन सक्नुहुन्छ, अपडेट गर्न म सक्नेछु है। अब जुन चाहिँ पुर्खामा लेखेकोमा यति 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 मात्रै छ, कोरिएकोमा यति यहीँसम्म छ। अब यहाँदेखि उँधो सायद होला, कहीँ बसोबासो गर्नु होला, यो मलाई थाहा छैन। अब मेरोमा डाटा आएन। अब यसमा हेमकरको चेतन, राधाकृष्ण र लीलाप्रसाद, जो हेमकर गुरुजी भनेर चिनिन्थ्यो, सायद उहाँको मुनिको सन्तान हो है। उहाँको मुनिको सन्तान हुँदाखेरि चेतन, राधाकृष्ण र लीलाप्रसाद सायद उहाँ नेपालमा कहीँ बसोबासो गर्नुहुन्थ्यो र यो आउन सक्छ। यो डाटा कहीँबाट कसैको थाहा छ भने आउन सक्छ। यो पनि मलाई दिन सक्नुहुन्छ। यो डिल्लीराम यहाँबाट उँधो गएको यो 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 एउटा पन्ना भयो। अब छविलालको फेरि अर्को पन्नामा मैले अघि हरिनारायण र नन्दकिशोरको भने। अब खडानन्दको चाहिँ निकै छोरा छन्। खडानन्दकोबाट मुनि जाउँ। खडानन्दकोबाट चाहिँ त्रिलोचन, धर्मानन्द, प्रेमनारायण, पदमलाल र प्रजापति 5 भाइ थिए। 5 भाइमा पहिलामा त्रिलोचनको लक्ष्मणको दिव्यानन्द, दिलीप, नन्दकिशोर, जसको सुशान्त, आर्यन र नितेश। त्यसरी नै पदमलालको पृथ्वीमानको प्रेमनारायण, अमृत, गोपाल, तीर्थराज, वासुदेव, चमु। उहाँहरू चाहिँ कहाँ हुनुहुन्छ भन्दाखेरि यो के ठाउँ भन्छ, यो सौरेनीमा हुनुहुन्छ। उहाँहरूको बसोबासो गर्ने अहिले सौरेनीमा छ। अब यहाँबाट पनि उँधो हाँगो होला, उनतिर पनि होला, तर मेरोमा डाटा नआएको हुँदाखेरि मैले मुनि कोरिनँ। अब डाटा अनुसार यो थप्न सकिन्छ है। त्यसरी नै शिषधरको छोरा राधाकृष्ण, बालकृष्ण। राधाकृष्णको छोरा टीकाराम र धनकृष्ण। उहाँहरू लिङ्केमै गौतम डाँडामा हुनुहुन्छ है। उहाँहरू लिङ्केमै गौतम डाँडामा हुनुहुन्छ भने त्यहाँदेखि जयनारायण, धनपति खडानन्द, पदमलालको अर्को छोरा जयनारायण, धनपति खडानन्द। उहाँहरू चाहिँ बिरिङमा हुनुहुन्छ। बिरिङको सापकोटा भन्नाले उहाँहरूलाई बुझिन्छ। बिरिङ भन्नाले ताराथाङ बिरिङमा चाहिँ यो छविलालको हाँगाबाट यहाँबाट यहाँ आउँछ है। धनपतिको छोरो वेदनिधि, टीकाराम, खडानन्दको छोरो होमनाथ, निश्चल, उहाँहरूको पनि मुनि आएको छ है। उहाँहरूको डाटा आउँदाखेरि मैले यो थपेँ। त्यसरी नै छविलालको अर्को हाँगो किन बनायो भन्दाखेरि अर्को अलिकति कम्प्लेक्स छ। तपाईँको अघिको मैले कहाँबाट गरेँ भन्दाखेरि चाहिँ तपाईँको त्रिलोचनबाट र पदमलालबाट त्रिलोचन र पदमलालबाट मुनि कोरेँ भन्दाखेरि अर्को छ धर्मानन्द, प्रेमनारायण। धर्मानन्द र प्रेमनारायण कुरा कोरेको छु। अब धर्मानन्दबाट चाहिँ हरिचरण, विष्णुलाल, जयनारायण तीनजना छोरा हुनुहुन्थ्यो। हरिचरणको छोरा देवीप्रसाद, ठाकुर, कपिल, जो अहिले मामलिङमा बसोबासो गर्नुहुन्छ है। मामलिङमा बसोबासो गर्नुहुन्छ। त्यसरी नै विष्णुलालकोबाट भुवनीशङ्कर, कृष्णप्रसाद, वासुदेव तीनजना हुनुहुन्थ्यो भने जयनारायणकोबाट हरिलाल, होमनाथ र खडानन्द होइन। त्यसरी नै प्रेमनारायणको छोरो मनोरथबाट कहाँ हुनुहुन्छ, के हुनुहुन्छ, यो हामीलाई जानकारी आएको छैन। मधुसूदनकोबाट प्रभाकर, दधिराम, भरत हुनुहुन्छ भने नयानन्दकोबाट नारद होइन। जस्तै अहिले मामलिङमा जो बित्नु भएको छ उहाँ चाहिँ कृष्णप्रसादको छोरो गोविन्द र चुडामणि। जुन चाहिँ चुडामणि हुनुहुन्थ्यो, आर्मीमा हुनुहुन्थ्यो, भर्खर बित्नु भएको छ। उहाँको 13औं दिन पनि भएको छैन है। आजसम्म सायद 6 दिन भयो होला र उहाँ यहाँ हुनुहुन्छ। त्यसरी नै अब ठाकुरबाट हेमकर, प्रकाश, कपिलबाट पवन, प्रदीप, विवेक, पोषण, महेश होइन। त्यसरी नै वासुदेवबाट टीकाराम, मित्रलाल, विकास होइन। हरिलालबाट उदय, पवन, विनोद, होमनाथबाट शान्ति, भुवनी, खडानन्दबाट महेन्द्र, राजेन्द्र, प्रभाकरबाट डिल्लीराम होइन। अनि दधिरामकोबाट घनश्याम, अनि भरतकोबाट सुभादत्त, आनन्द, टीकारामकोबाट लोकनाथ, नारदकोबाट शङ्कर। अब यो हाँगो चाहिँ कसरी चिनिन्छ भन्दाखेरि मामरिङ, रोडेथाङ भनेर चिनिन्छ यहाँनिर होइन। मामरिङमा बसोबासो गर्नुहुने, रोडेथाङमा बसोबासो गर्नुहुने होइन। तपाईँको कोही नेपालमा पनि हुनुहुन्छ, इलाम अनि सायद काकरबिटामा पनि हुनुहुन्छ होइन। यो हाँगोहरू चाहिँ
त्यहाँबाट पनि चिनिन्छ। अझै यसको डिटेल अब यहाँबाट अलिकति यसबाट यस्तो चिजमा इन्ट्रेस्टेड हुने मान्छे ठाकुर जो काका पर्नुहुन्छ मेरो ठाकुर काका या तपाईँको शान्ति दाजु है शान्ति दाजु ठाकुर काका उहाँहरू एउटा यो हाँगाको अलिकति इन्ट्रेस्टेड मूल मान्छेहरू उहाँहरूलाई सोद्धा यो हाँगाको छविलालको धेरै थाहा हुन्छ है। अब छविलालको मैले भनिहालेँ छविलालको हेमकर पनि छविलालमा आउनुभयो, बिरिङको हाँगो पनि छविलालबाटै आउनुभयो होइन। तपाईँको तपाईँको अरू अरू छविलालबाट आउनुपर्ने डाटा निकै छ, निकै ठुलो हाँगो छ र कतिवटा डाटा कम्प्लिट आइपुगेको छैन है। जति आइपुगेको छ त्यतिको हामीले बनाइसकेको छौँ। र अब छविलालको सकेपछि हामी आयौँ मधुसूदनमा। अब मधुसूदनका छोरा चाहिँ 1 2 3 4 5 6 भाइ थिए। मधुसूदनका छोरा 6 भाइ थिए। 6 भाइमा चाहिँ पहिला लक्ष्मी नारायणको कुरा गरौँ। जेठा माइला साइला। लक्ष्मी नारायणका जेठा माइला साइला काइला अन्तरे जन्तरे कान्छा 7 भाइ थिए। 7 भाइमा जयनारायणको छोरा अनन्तरामबाट मुनि हाँगो देखाइएको छैन। त्यसरी नै नन्दलालबाट चन्द्रलाल, मित्रलाल, डिलिराम, धर्मानन्द, गोविन्द, प्रेमलाल, धनपति हैन। अब यो हाँगो यो नन्दलालको यो हाँगो कहाँ हुनुहुन्छ भन्दाखेरि चाहिँ तपाईँको कालिम्पोङ बमबस्तीमा, या मित्रलालको हाँगो तपाईँको होइन चन्द्रलालको हाँगो छविलाल मल्लीमा हुनुहुन्छ भने मित्रलालको हाँगो डल्लै हाँगो तपाईँको रालपमा सुमिक लिङ्गे रालपै भन्छ सायद उहाँहरू हुनुहुन्छ। यो डिलिरामको हाँगो अमेरिकामा बसोबासो गर्नुहुन्छ, युएसएमा हुनुहुन्छ भने अरू यी धर्मानन्द, गोविन्द, प्रेमलाल, धर्मानन्द, गोविन्द तपाईँको बमबस्तीमा हुनुहुन्छ भने यहाँनिर तपाईँको यही हाँगोबाट तपाईँको कोही तपाईँको नेपालमा पनि हुनुहुन्छ है, नेपालमा पनि हुनुहुन्छ। र यसमा अलिकति अब यसमा इन्ट्रेस्टेड हुने मान्छे गोविन्दको छोरा कृष्ण काका होइन, कालिम्पोङ बमबस्तीका कृष्ण काका भन्छौँ, या तपाईँको नाम्चीमा चारधाममा गर्नुहुने गङ्गाराम दाजु भनौँला होइन, मेरो दाजु पर्नुहुन्छ होला दाजुहरू, उहाँहरूलाई थाहा हुन्छ। अर्को कुरा यो हाँगोमा के अलिक रोचक चिज छ भने यो हाँगोमा 2 भाइ अझै जीवित हुनुहुन्छ। 2 भाइ अझै जीवित हुनुहुन्छ। को हुनुहुन्छ भन्दाखेरि तपाईँको एउटा त अन्तरे धर्मानन्द जीवित हुनुहुन्छ र सायद धर्मानन्द र अझै एक भाइ कोही जीवित, अहिले मैले अन्तिममा त्यो पनि डाटा ल्याएको छु र जीवित हुनुहुन्छ। उहाँको उमेर 92 वर्ष छ। अब उहाँहरू पुस्ता पर्नुभयो 7 पुस्ता, तपाईँको 7 पुस्ताको चाहिँ सबभन्दा सिनियर मोस्टमा चाहिँ हाम्रो अहिलेसम्म हाम्रो डाटा अनुसार जुन चाहिँ जति पनि हामीले यो डाटा ल्यायौँ उहाँमा चाहिँ सबभन्दा सिनियर रिलेसनमा पनि होइन उहाँ हुनुहुन्छ। अब सिधै भन्दाखेरि हाम्रो 9 नम्बरको हजुरबा पर्नुभयो 7 नम्बर, उहाँ 92 वर्ष हुनुहुन्छ, उहाँ जीवित हुनुहुन्छ। उहाँ र उहाँ हजुरआमा सँगै नै जीवित हुनुहुन्छ है। र यो हाँगोमा अझै एकजना भाइ पनि जीवित हुनुहुन्छ, अहिले म त्यो पछि बताउने छु है। र सिनियर मोस्टमा हाम्रो हाँगोमा अब अहिले सिनियर मोस्टमा सायद उहाँ नै हुनुहुन्छ, उमेरले होइन तपाईँको सम्बन्धले, तपाईँको पुस्ता अनुसार सिनियर मोस्ट चाहिँ उहाँ हुनुहुन्छ। उमेरले गर्दाखेरि अरू पनि हुनुहुन्छ होला, तर सम्बन्ध अनुसार 7 नम्बरको चाहिँ धर्मानन्दले सिनियर मोस्ट हुनुहुन्छ। र यसरी नै मधुसूदनको तपाईँको अलिक लामो हाँगा हुँदाखेरि अर्को पनि बनाएको छु मैले। यसमा लक्ष्मीनारायणको जुन चाहिँ अघि हामीले कहाँबाट छुट्यौँ भन्दाखेरि लक्ष्मीनारायणको हामी छुट्यौँ अघि नन्दलालको। लक्ष्मीनारायणको नन्दलालबाट हामी छुट्यौँ भने लक्ष्मीनारायणको फेरि भवानी शङ्करबाट हामी छुट्छौँ। अब भवानी शङ्करबाट छुट्छौँ। भवानी शङ्करबाट तपाईँको 4 भाइ थिए, पूर्णानन्द, भास्कर, चूडामणि, पशुपति। तपाईँको भास्करका सन्तान पूर्णानन्दको सन्तान बमबस्तीमै हुनुहुन्छ, बमबस्ती या कालिम्पोङमै हुनुहुन्छ भने तपाईँको पशुपति तपाईँको रिनकमा हुनुहुन्थ्यो। पोरपरा दसैँको मुखमा उहाँ हजुरबा खस्दाखेरि निकै अब कतिको नजिकको कतिको टाढोको भनेर एउटा उयो कन्ट्रोभर्सी पनि भयो हामीमा होइन। कोहीले होइन हाम्रोमा सम्बन्धमा पर्नु हुँदैन भन्ने पनि थियो, तर उहाँ पर्नुहुन्थ्यो। पशुपति हजुरबा हुनुहुन्थ्यो है। उहाँ पनि मधुसूदनबाट आउनुभयो।
मधुसूदनको भुवनी शङ्करका मुनि सन्तान हुनुभयो है। अब हामीले नन्दलालको कुरा गर्यौँ, भुवनी शङ्करको कुरा गर्यौँ। अब अझै एक भाइबाट हुनुहुन्छ, अझै एक भाइ नै नारद, हरिनारायण र अनन्तराम। यहाँबाट पनि हुनुहुन्छ फेरि। अब यहाँबाट हुनेमा चाहिँ यो नारदबाट उँधो जानेमा चाहिँ तपाईँको दिल्लीराम, जयप्रसाद, पदमलाल, नन्दकिशोर, तिलक होइन। यो उहाँको चाहिँ फेरि तपाईँको कहाँ जान्छ भन्दाखेरि चाहिँ दार्जिलिङ, तपाईँको बिजनबारी, तपाईँको लोधोमा, बाँसबोटे यहाँ बसोबासो गर्नुहुन्छ। अब यहाँ बसोबासो गर्दाखेरि तपाईँको अर्जुन काका हुनुहुन्छ। अर्जुन काका एउटा इन्ट्रेस्टेड मान्छे हुनुहुन्छ। उहाँहरूको मैले फोन नम्बर पनि मुनि लिएको छु है, पछि तपाईँले गर्न सक्नुहुन्छ। अर्जुन काकादेखि लिएर तपाईँको यहाँनिर यो हाँगाउमा पनि 7 नम्बर पुस्ताको 2 जना जीवित हुनुहुन्छ, पदमलाल र तिलक। तिलक हुनुहुन्छ तपाईँको दार्जिलिङको रकवुडमा भने पदमलाल हुनुहुन्छ तपाईँको बाँसबोटेमा होइन। अब उतापट्टि तपाईँको अघि बमबस्तीमा 2 जना 7 नम्बरको पुस्ताको हुनुहुन्छ भने यो मधुसूदनमै फेरि अर्को हाँगामा पनि तिलक र पदमलाल जीवित हुनुहुन्छ। उहाँहरूको उमेर सायद 80-85 साल होला, त्यो पनि मैले अहिले डाटा हालेको छु है। त्यहाँदेखि मुनि तपाईँको अरू 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 भाइहरू मुनि को हुनुहुन्छ, नन्दकिशोरको सन्तानहरू उहाँहरू सबै तपाईँको बमबस्तीमा हुनुहुन्छ। फेरि यही हाँगोबाट अनन्तरामबाट अनन्त नारायणबाट नन्दकिशोर यो हाँगो सबै बमबस्तीमा हुनुहुन्छ है। र हाम्रो हाम्रो जुन चाहिँ एउटा हाँगोमा ठुलो ठुलो ठाउँ चाहिँ तपाईँको बमबस्ती, तपाईँको दार्जिलिङ बाँसबोटे, बिजनबारी होइन, तपाईँको लोधोमा त्यहाँ त्यो एरिया, अनि यो एरिया मामरिङ लिङ्के, यो एरियामा हामी धेरै भिजिएको रहेछौँ है। अरू ठाउँ जस्तै नाम्ची रम्फूमा धेरै कम्ती नै रहेछौँ। अब यहाँदेखि उँधो अझै अझै एउटा छ मधुसूदनको अझै एउटा हाँगो हामीले अघि कहाँबाट छुट्यायौँ भन्दाखेरि चाहिँ लक्ष्मीनारायणको मात्रै छुट्यायौँ। यी भाइहरूको त अझै आउनै छ, तर कतिवटा थाहा छैन होइन। त्यहाँदेखि तपाईँको यो परमानन्दबाट फेरि अर्को हाँगो छुट्टिन्छ, तपाईँको यो अनिरुद्धबाट पनि एउटा हावा छुटिन्छ। उहाँहरूकोदेखि मुनि हामीलाई केही पत्तै छैन। र तपाईँको लक्ष्मीनारायणदेखि मुनितिर परमानन्दबाट मुनि हाँगो छुट्टिँदाखेरि चाहिँ ईश्वर, महेश्वर र आनन्द। आनन्दबाट तपाईँको भीमलाल, लक्ष्मण र नैनानन्द। यो हाँगो चाहिँ पार्खाको हुनुहुन्छ, जुन चाहिँ ठेकाबुङमा पार्खाको हुन्छ। पाखे सापकोटा पनि भन्छौँ है। जस्तै पोहोर पाकिममा एकजना हजुरआमा खस्नुभयो है। हजुरआमा खस्दाखेरि चाहिँ को खस्नु भन्दाखेरि चाहिँ यहाँ लक्ष्मण नरेन्द्र काकाको चाहिँ आमा खस्नु भएको, यहाँ हजुरआमा खस्नु भएको थियो है। उहाँ हजुरआमा जीवित हुनुहुन्थ्यो होइन। अनि यो हाँगो पनि मधुसूदनबाटै आउँछ। र मधुसूदनबाट आएपछि अब हाम्रो आयो अन्तिम हाँगो शिवखर। अब शिवखरको हाँगो, शिवखरको छोरो 3 भाइ, 3 भाइमा मोतीखर, जोगनिधि र लोकनाथ होइन। तपाईँको मोतीखरबाट उँधो छैन, जोगनिधिबाट तीन छन्, चन्द्रलाल, खडानन्द र बृहस्पति। यी सबै सन्तान ठेकाबुङमा हुनुहुन्छ, जहाँ हामी अहिले देवाली गर्छौँ, सापकोटाको देवाली गर्छौँ। यो उहाँहरूको वरिपरि हुनुहुन्छ यी सबै सन्तानहरू है। त्यहाँदेखि यसमा तपाईँको लोकनाथका सन्तान खडानन्द, टीकाराम, शिवलाल, कृष्णप्रसाद, पुण्यप्रसाद। यो हाँगोमा पनि यहाँ पुण्यप्रसाद चाहिँ अझै पनि जीवित हुनुहुन्छ, उहाँ लिङ्केमै हुनुहुन्छ यो कान्छो हाँगोमा। अब कान्छो हाँगामा पुण्यप्रसाद अझै पनि जीवित हुनुहुन्छ, लिङ्केमै हुनुहुन्छ, हामी हजुरबा भन्छौँ है। यो अनि उहाँहरू अरू ठेकाबुङमै हुनुहुन्छ है। यो शिवखरको हाँगो टोटल्ली ठेकाबुङमै बसोबासो गर्नुहुन्छ, लिङ्के ठेकाबुङमा। र पुण्यप्रसाद जीवित हुनुहुन्छ। अब हाम्रो सिनियर मोस्ट आउँदाखेरि 7 नम्बर जेनेरेसन, 6 नम्बरको त कोही जीवित हुनुहुँदैन। 7 नम्बरमा हाम्रो बुझ्दाखेरि शिवखरबाट 1 जना, मधुसूदनबाट 4 जना। शिवखरबाट 1 जना, मधुसूदनबाट 4 जना, छविलालबाट हुनुहुँदैन र दधिरामबाट हुनुहुँदैन। र हाम्रोमा अझै पनि 5 जना 7 नम्बर सिनियर मोस्ट हुनुहुन्छ। र उमेर अनुसार त्यसमा सबजना उमेर भएको चाहिँ 92 वर्षको चाहिँ तपाईँको बमबस्तीको धर्मानन्द हुनुहुन्छ अझै पनि। योसम्म हामीले पत्ता लगाइसकेका छौँ। अब हामीले यहाँदेखि उँधो के गरेका छौँ भन्दाखेरि चाहिँ जस्तै जेठो दधिरामका मुनिका हाँगाका केही सम्पर्कहरू राखेका छौँ। जस्तै तपाईँको बसोबासो गर्ने ठाउँ ठेगाना कहाँ हो है, पाक्योङ हो कि लिङ्के हो कि, कोही गान्तोकमा हुनुहुन्छ है, कोही रम्फूमा हुनुहुन्छ है। त्यो सबै कोही नाम्चीमा, कोही धाइजेनको नेपालको नम्बर पनि हामीले राखेका छौँ। त्यसरी नै तपाईँको माइलाको छविलालको हाँगोमा तपाईँको मामरिङ
तपाईँको हिमकरदेखि लिएर पवन, गोविन्द, टीकाराम, रतनलाल, दिल्लीराम, राजेन्द्र, शान्तिप्रसाद, वेदनिधि, प्रदीप होइन, नवीन। अब यो महामुनिको सन्तानको पनि हामीले लेखेको छौँ। यसमा तपाईँको काँक्राबिटा र सुरुङ्गा नेपालमा पनि हुनुहुन्छ, उहाँहरूको पनि हामीले नाम लेखेको छौँ, नम्बर पनि लेखेको छौँ। त्यसरी नै तपाईँको सबैको एक एकजनाको सम्पर्क लेख्न सकिँदैन, तर त्यसमा मेन मान्छे यसमा तपाईँको यो हाम्रो 10जना मान्छेलाई हामीले फोन नम्बर पायौँ भने धेरै कुरा आदान प्रदान गर्न सजिलो हुन्छ। त्यसरी नै अब तपाईँको मधुसूदनको हाँगोमा हामीले मल्लीबाट छविलाल काका हुन्छ, छविलाल काकाको छोरा बसन्त, अनि रालपमा सुमिक आइटार, लिङतेन बिजनबारी, लोधोमा बिजनबारी होइन, तपाईँको रिनक सिक्किम होइन, तपाईँको बमबस्ती कालिम्पोङ, अनि तपाईँको बमबस्ती कालिम्पोङ, अनि त्यसमा पाक्योङ जस्तै पारखा पाक्योङ होइन, अनि त्यसरी नै बुधबारे नेपाल होइन। उहाँहरूको फोन नम्बर हामीले मधुसूदनको पनि हालेको छौँ। त्यसरी नै शिवखरमा जुन चाहिँ ठेकाबुङको आएको छ, कतिवटा नम्बर मेरोमा आइसकेको छैन, र ठेकाबुङको आएको पनि हामीले भरसक सबै नम्बर हालिसकेका छौँ। अन्तिममा गएर अब के बनाएको छौँ भन्दाखेरि चाहिँ ठेकाबुङ सापकोटा परिवारको हालसम्म बाँचेर जीवन चलाइरहनु भएका बुजुर्ग सिनियर मोस्ट पुर्खा पुस्ता नम्बर 7 देखि उँधो 8 नम्बरमा त हाम्रो काका भनौँ, या हाम्रो काका बडा भनौँ, निकै धेरै नै हुनुहुन्छ। तर पुस्ता 7 चाहिँ अन्तिम पुस्ता हो, जो हाम्रोमा अहिलेसम्म बाँच्नु भएको छ। अन्तिम पुस्तामा नाम यहाँ कसरी लेखेको छ भन्दाखेरि चाहिँ धर्मानन्द र धर्मपत्नी चन्द्रकला, जो चाहिँ को हो भन्दाखेरि चाहिँ लक्ष्मीनारायणको नाति नन्दलालको काइला छोरा होइन। उमेर 92 वर्ष। हाँगा मधुसूदनको हाँगा, ठेगाना बमबस्ती कालिम्पोङ, पेज नम्बर 9 पेज नम्बरमा उहाँको डिटेल्स छ। त्यसरी नै अब यहाँ हेर्नुहोस्, मधुसूदनबाटै 4 बुढा चाहिँ जीवितै हुनुहुन्छ अझै पनि है। तपाईँको धर्मानन्द, पदमलाल, धनपति र तिलक उहाँ हुनुहुन्छ रकवुड दार्जिलिङमा, उहाँ हुनुहुन्छ बमबस्ती कालिम्पोङमा, उहाँ हुनुहुन्छ बाँसबोटे दार्जिलिङमा, र शिवखर कान्छोको हाँगोबाट एकजना 7 नम्बरको पुस्ता हुनुहुन्छ पुण्यप्रसाद र धर्मपति दिपा, उहाँ दुईजना हुनुहुन्छ। उहाँहरूको पनि सायद धर्मपत्नी हुनुहुन्छ होला, डिटेल्स आएपछि म थप्नेछु। र यहाँ मैले उमेर पनि लगाइदिइसकेको छु। उमेर सिनियर मोस्ट अलिक उमेर हुँदाखेरि उहाँको शिवखरको हाँगा लिङ्गे ठेकाबुङमा बसोबासो गर्नुहुन्छ है। र यो तपाईँलाई कस्तो लाग्यो सुझाव, तपाईँले अलिकति प्रतिक्रिया दिनु होला होइन, यो राम्रो भयो भएन, कस्तो भयो के भयो होइन। यतिसम्म बनाइसकेको छु। अब यसमा तपाईँको अझै कोही कसैलाई थाहा छ मुनि कहाँ जोडिन्छ कहाँ जोडिँदैन यो माथिको हाँगोहरूमा, अब जति सक्दो हामीले जानेको जति नाम पनि लगाइसकेका छौँ। कतिवटा नाम लाउन बाँकी छ, अब सन्तान छ भनेर थाहा छ, नाम लाउन बाँकी छ, र धेरै जस्तो हामीले कोरिसकेका छौँ है। यो तपाईँको गुगल ड्राइभमा पनि बस्छ, तपाईँको डिजिटली गुगल ड्राइभमा पनि बस्छ। तपाईँको यसको पछि गएर अब हाम्रो नयाँ जेनेरेसनले पनि यो चिजलाई एक्सेस गर्न सक्छ, यो चिज जान्न सक्छ है। यो चिजहरू भन्दै अब यो ग्रुपमा मलाई सेयर गर्न किन मन पर्यो भन्दाखेरि यो लगभग रेडी भइसकेको छ, कलर कोड सायद, जेनेरेसन सायद, नम्बर वाइज सायद होइन, रेडी भइसकेको छ। अब यसलाई अझै मजाले के गर्नुपर्ने हो कि यतिमै राखेर गर्नु, यस्तो हुन त अब यो कुनै पनि बस्दैन, त्यसमा कतिजना बित्नुहुन्छ, कतिजना नयाँ जन्म हुन्छ, थप्नुपर्ने हुन्छ होइन। अब यतिकै त बस्दैन, तरै पनि एकपल्ट कुनै अब योपालि दिवाली त्यति गर्न सकिएन, त्यस्तै परिगयो। दिवाली नभएर काहीँ वनभोज जस्तो हामीले मिलाएर होइन, सबैको गुणको 4-5जना भेला भएर एउटा डिस्कसन गरेर एउटा निचोड निकालेर हाम्रो जुठोपालाई यसो गरौँ भनेर होइन, या केही निचोड निकालेर कोही विद्वानसँग या कोही निर्णय सिन्धुहरूसँगमा छलफल गरेर एउटा निचोड निकाल्न सक्यो भने यहाँदेखि अगाडि धेरै सजिलो पनि हुन्थ्यो। अर्को कुरा एउटा हामी युनिटी भएको जस्तो पनि देखिन्थ्यो। अनि अर्को कुरा के हुन्थ्यो भन्दाखेरि धेरै सम्पर्कमा आइन्थ्यो होइन। अब अहिलेसम्म हामीलाई दार्जिलिङ, बिजनबारी, लोधोमाको त हामी लिङ्के ठेकाबुङको त्यति सम्पर्कै थिएन। अनि बमबस्तीसँग हल्का फुल्का सम्पर्क थियो है। तपाईँको रालपसँग सम्पर्क थियो, तर रालप हाम्रो हाँगो पर्छ भनेर थाहा थिएन। अब पार्खाको सापकोटा र हामी ठेकाबुङ त नजिक छौँ, तर कतिको नजिक टाढो हो त्यो थाहा थिएन
है। कतिको जेनेरेसन अब 7 पुस्ता 3 पुस्ता 4 पुस्ता 5 पुस्ता 6 पुस्ता 7 पुस्ता कहाँ जोडिन्छ त्यो थाहा थिएन है। र यो बनाउनुमा निकै मिहिनेत पनि परेर हामीले बनाएको छु र तपाईँहरूलाई यो सार्वजनिक गर्दैछु। र तपाईँहरूको आफ्नो आफ्नो सुझाव हुन्छ या के हुन्छ, तपाईँको यसमा के थप्न सकिन्छ, कतिवटा के चिज गर्न सकिन्छ, आफ्नो सुझाव राखिदिनुहुन्छ भन्दै म आशा राख्दै म यो तपाईँहरूलाई छोड्न चाहन्छु। प्लिज तपाईँले लेखेर हुन्छ कि अडियोमा हुन्छ कि के गरेर हुन्छ तपाईँले प्रतिक्रिया चाहिँ दिनु होला। यो गर्न सजिलो थिएन, निकै साह्रो थियो। लगभग 2-3 वर्ष लाग्यो छान्दै, बनाउँदै, कोही कोही सच्याउँदै के गर्दै। र अझै पनि यसमा कतिवटा स्पेलिङ मिस्टेक छ, नेपाली मिस्टेकिङ तपाईँको कम्प्युटरमा लेख्दाखेरि अलिकति छटाइकार बटाइकार मिस्टेक हुन्छ। कतिवटा प्रोनाउन्सिएसन तपाईँको शब्द उच्चारण पनि मिस्टेक होला, तपाईँले त्यो भन्नु होला है। कतिवटा थप्नुपर्ने या काट्नुपर्ने चिज पनि छ होला यसमा, त्यो भन्नु होला। यति भन्दै म आजको यो भिडियो निकै लामो भयो, आधी घन्टाको भिडियो भयो। तपाईँले अलिकति समय लाएर हेर्नुपर्ने हुन्छ। यति भन्दा म राख्छु यो आजको भिडियो। फेरि फर्दर केही डिस्कस गरौँला। हुन्छ, धन्यवाद।